म आज अर्को एउटा इभीको स्क्याम लिएर आउँदैछु। त्यो पनि सानो स्केलको होइन, ठुलै स्केलको। क्र्यास टेस्ट नभएको गाडीमा 5 स्टार सेफ्टी रेटिङ छ भन्दै ग्राहक झुक्काउँदै गाडी बेच्दैछ एमजी। यदि तपाईँ अटो एन्थुजियास्ट हुनुहुन्छ भने यो लोगो त तपाईँले पक्कै नै चिन्नुहुन्छ। यो गाडीको सेफ्टीको मापदण्ड जनाउने लोगो हो, युरो एनक्याप। अनि यो 5वटा ताराले टेस्ट भएको गाडी 5 स्टार सेफ्टी रेटेड छ भन्ने जनाउँछ। अब यहाँ हेर्नुहोस्, यो एमजीको विज्ञापन। यो हालै लन्च भएको एमजीको नयाँ इभी हो, एमजी S5 इभी। अनि यसले युरो एनक्यापको 5 स्टार सेफ्टी रेटिङ पाएको छ भनेर यही लोगो राखेर प्रचार प्रसार गर्दैछ। तर यो सरासर झुट हो। एमजी पहिल्यैदेखि झुटको खेती गर्न पल्किएको ब्रान्ड हो। तर यहाँ झुटले पराकाष्ठै नागेको छ। अहिलेसम्म युरो एनक्यापमा क्र्यास टेस्टै नगरेको गाडीलाई 5 स्टार सेफ्टी रेटिङ पाएको छ भनेर एमजीले आम उपभोक्ताको सुरक्षामा गम्भीर खेलवाड गरेको छ। मैले युरो एनक्यापको वेबसाइटको लिङ्क तल डिस्क्रिप्सन बक्समा राखेको छु। त्यसमा कुन कुन गाडीले कस्तो कस्तो रेटिङ पाएको छ हजुरले त्यही हेर्न सक्नुहुन्छ। अनि त्यसमा एमजी S5 इभी लिस्टेड नै छैन। सुरक्षा मापदण्डमै भ्रमपूर्ण प्रचार प्रसार गर्ने एमजीले अन्य स्पेसिफिकेसन फिचरमा झनै कति झुटो दावी गरेको होला। अनि यस्तो स्क्याम गर्ने ब्रान्डले वारेन्टी र ग्यारेन्टीमा कति दुःख देला सोच्न जरुरी छ। एमजीका कारहरू सेफ्टीमा निकै कमजोर छन्। 2023 मा एमजी 5 ले एएनक्याप क्र्यास टेस्टमा 0 स्टार सेफ्टी रेटिङ पाएको थियो। अब सेफ्टीकै बारेमा भ्रम फैलाउने, झुटा दावी गर्दै गाडी बेच्ने ब्रान्डकै गाडी किन्ने सोचमा हुनुहुन्छ भने अझै 1000 पल्ट सोच्नुहोस्। लापरवाही नगर्नुहोस्, जीवन अमूल्य छ। अब यति भन्दा पनि तपाईलाई त्यही गाडी चाहिन्छ भने भिडबाट लड्ने गोरुलाई राम राम।